सेवारो गन्नाई निमसङ याक्थुङबा निर्वाचन समिति 2025 को चाहिँ निर्वाचन समिति संयोजक मलाई जिम्मेवारी दिएको हुनाले अब महासचिवज्यूले नाम बोलाइहाल्नुभयो, मैले आफ्नो जिम्मेवारी निभाउनै पर्यो। अलि अँध्यारो अँध्यारो रहेछ। म 2025 सालमा यहाँ छु इजरायलको, फेरि अर्को जिम्मेवारी थप गर्नको लागि अर्को टोली छान्नुपर्ने अलिक मुस्किल काम नै हो। अब त्यो यहाँ अगाडि बस्नुहुने हाम्रो संस्था चलाएर सबै भोगिभुक्त हुनुभएका अग्रज्यूहरूलाई, पाहुनाज्यूहरूलाई थाहा भएकै कुरा छ। मलाई आज त्यो जिम्मेवारी आएको छ। हाम्रो टिमवर्क हो, तर जे होस् म यहाँ निभाउने कोसिस गर्छु। र योभन्दा पहिले यो अब अधिवेशनको बन्द सत्र र नेपालमा जस्तो बन्द सत्र, खुल्ला सत्र, त्यस पछाडि अधिवेशनमा गरिने काम कर्तव्य हाम्रो यहाँ छुट्टै छ। विदेशमा समयको अभावले गर्दाखेरि हाम्रो पूर्व तयारी गरेर आउनुपर्छ र जिम्मेवारी उतै छलफल गरेर, उतै सहमति गरेर, उतैबाट चाहिँ तयारी गरेर यहाँ घोषणा गर्ने मात्रै काम हुन्छ। त्यो काम सबैले गर्नुहुन्छ, हामीले पनि गर्नुपर्ने बाध्यता त्यही छ। अब त्यो यो घोषणा गर्नुभन्दा पहिले म निर्वाचन समितिका सदस्यज्यूहरूलाई म यहाँ सम्भव छ भने आइदिनु होला, म अगाडि निम्तो गर्न चाहन्छु। हाम्रो चुम्लुङको संस्थापक अध्यक्ष श्री प्रताप महादेवज्यू आफै पनि हुनुहुन्छ। उहाँ पनि हाम्रो 9 सदस्यीय निर्वाचन समितिमध्ये उहाँ पनि हुनुहुन्छ। उहाँलाई पनि सम्भव छ भने अगाडि यहाँ मेरो दाहिनापट्टि यहाँ आएर उभिदिनु हुन अनुरोध गर्दछु। त्यस्तै गरी गीता तुम्बाम्पेज्यू हाम्रो पूर्व अध्यक्ष हुनुहुन्छ। कृपया यहाँ निर्वाचन समितिको हाम्रो जिम्मेवारी यहाँ समिति घोषणा गर्नुपर्ने हुनाले तपाईँ यहाँ अगाडि आएर बसिदिनु हुन अनुरोध गर्दछु। त्यस्तै गरी कुमार आङदेम्बे अभिज्यू अहिले अनुपस्थित हुनुहुन्छ। त्यस्तै गरी हाम्रो निवर्तमान अध्यक्ष नुमा काङबा बखिमज्यूलाई पनि मिल्छ भने यहाँ तपाईँ पनि समितिमा हुनुभएको हुनाले यहाँ आएर एकैछिन बसिदिनु हुन म अनुरोध गर्दछु। त्यस्तै गरी हाम्रो माया वनेम लिम्बुज्यू पनि आउनु न। माया वनेम दिदी, एकछिन आउनु न, काम रोकिन्छ नि त फेरि। सरी। त्यस्तै हाम्रो बसन वनेम निर्वाचन समिति सदस्य बसन वनेमज्यू पनि अगाडि आइदिनु हुन अनुरोध गर्छु। यहाँनिर यो बत्तीले भेट्ने ठाउँमा जानु होला एकैछिन है। हाम्रो धेरै लम्बा चौडा हुँदैन, छोटकरीमा। बसन वनेमज्यू, सागर तुम्बापोज्यू, सागर तुम्बापो हजुर आउँदै हुनुहुन्छ। त्यस्तै गरी माया चेम्जोङज्यू अनुपस्थित हुनुहुन्छ। आशा राई लिम्बुज्यू अनुपस्थित हुनुहुन्छ, उहाँहरू कार्यव्यस्तताले गर्दाखेरि आउनु पाउनु भएन। त्यस्तै गरी ममता लिम्बू नेन्ने दिदी पनि आउनु भएको छैन रहेछ। त्यस्तै गरी लच्छु थेबे ज्यू आउनु भएको छ। लच्छु थेबे एकैछिन आइदिनुहोस् न है, एकैछिन। दुर्गा चोङबाङ यहाँ एकैछिन बसिदिनुहोस्। अनि तपाईँलाई साँची राखेर मैले घोषणा गर्ने हो। पाँचजना हुनुभयो। हाम्रो संस्थापकज्यू अहिले अलिक बिजी हुनुहुन्छ। ल म हाम्रो 9 सदस्य
हाम्रो निर्वाचन समिति मध्ये म भइहालेँ। यहाँ 5 जना 6 जना भयौँ। यहाँ हाम्रो संस्थापकज्यू यहाँ हुनुहुन्छ। हामी 7 जनाको रो ओभरमा हामी अहिले यो सभामा सर्वसम्मतले छानिनु भएको सर्वसम्मत निर्वाचित कार्य समितिको घोषणा गर्न गइरहेका छौँ। अब तपाईँलाई लाग्ला यहाँ मास चाहिँ कम उपस्थिति भएको छ भन्ने लाग्छ होला, तर यस्तै छ। विदेशमा हामी सबै कामलाई प्राथमिकता दिनुपर्ने र आफ्नो संस्थालाई पनि क्रियाशील राख्नको लागि गतिविधिहरू गर्नै पर्ने भएको हुनाले हामीले आजको मितिमा घोषणा गरेको कार्यक्रम हामी जसोतसो सुख दुःख हामी सम्पन्न गर्दैछौँ र अन्तिम चरणमा आइसकेका छौँ। र यो हाम्रो निर्वाचन समिति सदस्यज्यूहरूलाई साँची राखेर उहाँहरूको अनुमति र उहाँहरूको योगदानले बनेको कार्य समितिको घोषणा म गर्न गइरहेको छु। र उहाँहरू सबैजना त हुनुहुन्न होला, धेरैजनाले जानकारी पनि गर्नुभएको छ, तर त्यो कसले गर्नुभएको छ हामी पछि भनौँला। तर अहिले जति हुनुहुन्छ तपाईँहरूलाई थाहा छ, तपाईँहरू तयारी अवस्थामा यहाँ अगाडि आउन तयारी अवस्थामा भइदिनु हुन अनुरोध गर्दछु। म हाम्रो अहिले चाहिँ हाम्रो जम्बो टोली अहिले यहाँ थोरै भए पनि हामीले चाहिँ 45 सदस्यीय 2025-27 को कार्य समिति चयन गरेका छौँ। यो चाहिँ सर्वसम्मत हो, त्यसमा कुनै दोहोरो अथवा चाहिँ पदहरूमा कसैको पनि दोहोरो दाबी नभएको हुनाले हाम्रो तुतुतुम्याङ प्रथा छ पूर्वतिर, त्यही प्रथा अनुसार हामीले हाम्रो तुतुतुम्याङ पुरानो मान्छेहरू राखेर बुद्धिजीवी जान्ने मान्ने मान्छेहरूलाई राखेर हामीले समिति बनाउँदै आएका छौँ। 13 वर्ष बित्यो। त्यही प्रक्रियाको एउटा प्रक्रिया आज अहिले पुरा हुँदैछ। अब केही समय केही मिनट पछाडि हामी समितिको पुरा एउटा चाहिँ टिम चाहिँ हामी प्राप्त गर्नेछौँ। र अब ढिलो नगरिकन अहिले यो माइकमा पनि समस्या आउन सक्छ, यहाँनिर मामाहरू आउँछन् के अरे होइन। म सदस्यज्यूहरूबाट सुरु गर्न चाहन्छु। तपाईँहरूले सुनिराख्नु भएको छैन भने ढिलो नगरिकन अगाडि आएर यो लाइनमा यो जुन हाम्रो यो निर्वाचन समितिको दाहिनेतर्फबाट चाहिँ तपाईँहरूले एल आकारमा बसिदिनु भयो भने हामीलाई सजिलो हुन्छ। र ठिक छ होइन, तपाईँहरू ठिक छ। अहिले हाम्रो समिति त्यस पछाडि अगाडि पनि रहन सक्नुहुन्छ, तर मैले यहाँ धेरै नदेखेको हुनाले म घोषणा गर्न गइरहेको छु। हाम्रो अहिले यो 2025-27 कार्यकालको कार्य समितिको हाम्रो चाहिँ नि 45 सदस्यीय कार्य समिति चाहिँ हाम्रो निर्वाचन समितिले चाहिँ 5औं बैठकसम्म चाहिँ बसेर हामीले निर्णय गरेको अन्तिम गरेको समिति हो।